तो लोक भन्दा उच्च लोकमा अब यो असुर सम्राट वृकासुरले लोक सञ्चालन गर्नेछ। त्यसका निमित्त शक्तिको खाँचो, सामर्थ्यको खाँचो छ। त्यो शक्ति प्राप्त गर्नेछु जो तपबाट प्राप्त हुनेछ। देवादिदेव महादेवको तप। बाटो यो सुन्दर स्थानमा देवादिदेव महादेवको तप गरेर महादेवबाट वरदान प्राप्त गरेर म अमर हुनेछु। तत्पश्चात देवलोक 14 भुवनमा यो असुर सम्राटले राज्य गर्नेछ। ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। कठोर भन्दा कठोर तप गर्छु। देवादिदेव महादेवको एक पाउले ध्यान मग्न भएर तप गर्नेछु। ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। माता पार्वती हेर त यो मर्त्यलोकमा तो वृकासुरले यति घोर तपस्या गरेको छ। ओम नमः शिवाय बारम्बार मेरो पञ्चाक्षरी मन्त्रबाट बडो घनघोर तपस्या गरेको छ। त्यसलाई आशीर्वाद दिनका लागि हामी जानुपर्छ। हिँड जाउँ, त्यो वृकासुर भएको ठाउँमा जाउँ। ओम नमः शिवाय। ओम नमः शिवाय। ओम नमः शिवाय। वृकासुर तिम्रो तपस्याबाट म प्रसन्न भएको छु। म देवादिदेव हे भोलेनाथ, हे दया का सागर, यो वृकासुरको साष्टाङ्ग प्रणाम स्वीकार गर्नुहोस्। स्वीकारेछ वृकासुर, तिम्रो तपस्याबाट म प्रसन्न भएर स्वयं त्रिलोक जननी माता पार्वतीलाई लिएर म आइरहेको छु। हेर भन वरदान माग, तिमीलाई के चाहिन्छ वृकासुर, भन। हे प्रभु, मलाई अमरत्वको वरदान दिनुहोस्। मेरो मृत्यु कहिल्यै पनि नहोस् प्रभु। हेर यो संसारमा जन्मेका हरेक प्राणी एक दिन त अवश्य आफ्नो मृत्यु स्वीकार गर्नै पर्छ। वृकासुर अजर अमर त केवल म मात्र छु। ब्रह्म
त्यो मात्र सत्य छ। जगत मिथ्या छ वृकासुर। तिमीलाई सधैँ अजर र अमर हुने यो आशीर्वाद त म दिन सक्दिन, तर भन अरू तिमीलाई के चाहिन्छ? अमर हुने प्रयत्नले तप गरे, भोलेनाथ भोलेनाथ मलाई यो वरदान दिनुहोस् यी मेरा हातहरू जसको शिरमा राख्छु त्यो जलेर भस्म होस्। ठिक छ हे वृकासुर, तिमीले अमरत्व मागेका थियौ त्यो त म तिमीलाई प्रदान गर्न सकिनँ, तर तिम्रो यो दाहिने हात जसको शिरमा राख्छौ त्यो भस्म भएर जानेछ। यो तिमीलाई वरदान भयो। तथास्तु वृकासुर। कोटि कोटि प्रणाम भोलेनाथ, कोटि कोटि प्रणाम। यो आशीर्वाद मैले तिमीलाई प्रदान गरे। जसको शिरमा तिमीले तिम्रो दाहिने हात राख्छौ त्यो भस्म भएर जान्छ। यो आशीर्वाद तिमीलाई प्रदान गर्दै अब हामी कैलाशतर्फ लागौँ त। अवश्य भोलेनाथ। अब यस जगतमा जो मेरो शत्रु बनेर आउनेछ त्यसलाई म छलपूर्वक मेरो हात शिरमा राखिदिनेछु अनि जलेर भस्म हुनेछ, जलेर भस्म हुनेछ। अब म अजर भएको छु, अमर भएको छु। यो वृकासुरको जय जयकार गर। वीर शक्तिशाली वृकासुर की जय भलो, जय भलो। जय 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 यो जय जयकारले मेरो मनमा शान्त दिन सकेन। म जस्तो वीर पुरुष महारानी बिना अब म यस जगतकी सर्वश्रेष्ठ सुन्दरीसँग विवाह गर्नेछु। यता गिरिधर आएर भागेकी फेरि भगाऊ कि क्या हो? जगत की सुंदर नारी कैलाश में पार्वती, कैलाश में हे पार्वती, सर्वश्रेष्ठ नारी पार्वती कता त्यो वृकासुरले विश्व सुन्दरीहरू खोज्दै हिँडेको छ। कैलाशमा आएर मैले आशीर्वाद दिइसके, कता मेरै शिरमा हात राख्न माग्ने त होइन? पार्वती के गर्ने पार्वती, मेरो बानी नै यस्तो छ। भक्तले आशीर्वाद माग्यो भने म तुरुन्तै आशीर्वाद दिन्छु। कता यतै यतै आइरहेको छ पार्वती। जगत की सुंदर नारी कैलाश में शोभा दिएन। यदि देवादिदेव महादेव को शिर में मैले मेरा हाथ राखेर महादेवलाई भस्म बनाएर कैलाशै मेरो भस्म पर्नेछ। हे भोलेनाथ, यो वृकासुर आउँदैछ कैलाशमा। हे वृकासुर, तिमीले केका निमित्तमा यो कैलाशमा फर्केर आयो भन? हे भोलेनाथ, यो कैलाश अनि जट्टाधारी भोलेनाथ शोभा दिएन। यो कैलाशमा त यो वृकासुर
अनि सुन्दरी पार्वती यो बिर्खासुरले कतै मेरै शिर मात राखेर पार्वतीलाई हरण गर्न त खोजेको छैन। यसबाट सावधान हुनुपर्छ। बर्बाद हे पार्वती, अब यहाँबाट हिँड। हे बलिराज, भाग, भाग, हे बलिराज, त्यो बिर्खासुरबाट बचेर कहाँ जान्छौ बलिराज? प्रभु, हे विष्णुदेव त्राहिमाम विष्णुदेव, हे विष्णुदेव त्राहिमाम, त्राहिमाम विष्णुदेव त्राहिमाम। हे बलिराज, हे बलिराज, कहाँ जान्छौ बलिराज? हे बलिराज, यो बिर्खासुरबाट कहाँ जान्छौ? हे बिर्खासुर, बिर्खासुर पर्ख, तिमी किन यति आत्तिएर हिँडेका छौ? यता फर्क त, यता फर्क त बिर्खासुर। कैलाशकी पार्वती भन्दा सुन्दर स्त्री। हे बिर्खासुर, तिमीले आज शिवलाई लखेड्दै हिँडिरहेका छौ, के कारण पर्यो बिर्खासुर भन त? हे सुन्दरी, तिमी को हौ? कहाँबाट यो स्थानमा आयौ? हे बिर्खासुर, हेर, तिमी रूपमा आसक्ति भएका छौ, मैले यो कुरा बुझेको छु। तिमीले मेरो हात जसको शिरमा राख्छु त्यो भस्म भइजाला भन्ने त्यही भोलेनाथको आशीर्वादको पछि लागेका छौ। त्यो भ्रम हो। हेरे बिर्खासुर, त्यो कैलाशमा बस्ने, त्यो भस्म धारण गर्ने अनि नाकको माला लगाउने मसान घाटमा बस्ने एकजना बौलाहाको वेशधारी भएकाले भनेको मान्नुपर्छ, यो कुरा मान्नु पर्दैन। यदि देवादिदेव महादेवले दिएको वरदान मिथ्या थियो भने देवादिदेव महादेव मेरो भएका कारण त्रिलोक 14 भुवन पारी भ्रमण गरिसके सुन्दरी। त्यो हो, तर बिर्खासुर एउटा कुरा सुन न, ती देवादिदेव महादेव भोले बाबाले दिएको आशीर्वाद तिमीलाई विश्वास लागेको छ भने मलाई त विश्वास लाग्दैन। ती भोले बाबाले के भन्छन् मलाई पटक्कै थाहा छैन, तर तिनले मिथ्या बोल्छन्। हेर, बरु त्यो आशीर्वादको पछाडि लाग्नुभन्दा पूर्व आऊ न, म बडो मनोरम तरिकाले तिमीलाई नचाउँदछु। सुन्दरी, तिमी कैलाशकी पार्वती भन्दा पनि अति सुन्दरी छौ। अब तिमी मसँग विवाह गरेर यो बिर्खासुरकी महारानी भएर दरबारमा जानुपर्छ सुन्दरी। तिमीलाई म स्वर्गको त्यो इन्द्रासन प्राप्त गराउनेछु। त्यो हुन्छ बिर्खासुर, एउटा नाच त हेर, त्यसपछि तिम्रो आशीर्वादको कुरा म बताउनेछु। आरम्भ गर सुन्दरी, आरम्भ गर। सबैले ताली दिनु।
हे विकासुर, देख्यौ मेरो नाच? तिमी मन्त्रमुग्ध भएका छौ। तिमीले मसँग विवाह गर्न इच्छा प्रकट गरेका छौ, विश्व सुन्दरीको रूपमा मलाई ठानेका छौ भने त्यो मिथ्या वरदानलाई यहाँबाट त्याग्नुपर्छ। तिमीलाई लागेको थियो यो दाहिने हात जसको शिरमा राख्छु त्यो भस्म भइजान्छ भन्ने तिमीलाई लागेको थियो। त्यो देवादिदेव महादेवले दिएको जुन वरदान त्यो छुट्टा वरदान हो। हे विकासुर, तिमी जस्तो विश्व ब्रह्माण्डको नायकी जसले यस्तो शिवा देवादिदेव महादेवको वचन पत्याउनु पर्दैन? हे सुन्दरी, मैले देवादिदेव महादेवलाई पार्वतीको लोभले नखेटेको थिएँ, तर अब पार्वती भन्दा अधिक सुन्दरी तिमी। तिमीलाई देखे पश्चात मेरो मन परिवर्तन भएको छ सुन्दरी। विकासुर, ठिक छ, तिमीले जो कुरा गर्छौ त म स्वीकार गर्न तयार छु। तर एउटा कुरा, म जस्तो सुन्दरीलाई लिएर कैलाश पर्वतमा जाँदैछु भने विकासुर, त्यो मिथ्या वरदानलाई यहीँ त्याग्नुपर्छ। यदि तिमीलाई विश्वास लाग्दैन भने यो हात एकपटक तिम्रै शिरमा राखेर त विचार गर। त्यस्ता मसान घाटमा बस्नेवालाले दिएको वरदान लाग्छ भनेर हिँडेका छौ, त्यो कुरा छोडिदेऊ। हे सुन्दरी, यी मेरा हातमा न कुनै अग्नि अस्त्र छन्। देख्छ त्यो देवादिदेव महादेवको वरदान मिथ्या छ भने राखो वरदान। हेर सुन्दरी, देवादिदेव महादेवको वरदान मिथ्या कसरी भयो म देखाइदिनेछु। हे देवादिदेव महादेव, आउनुहोस्। मैले एउटा स्त्रीको रूप धारण गरेर, मोहिनी अवतारको रूप धारण गरेर आज तपाईलाई यो ठुलो सङ्कटबाट बचाइदिए। आशीर्वाद दिँदा भक्तले जे मागो त्यही दिने होइन नि महादेव, विचार गरेर दिनुपर्छ। हुन त छिटो रिसाउने र छिटो खुसी हुने हजुरको स्वभावै हो। तैपनि हाँस्नुहोस् न देवादिदेव महादेव हो भन्नु न। तैपनि धेरै छिटो आशीर्वाद दिँदा दुःख हुन्छ। महादेव, आज मैले यो सङ्कष्टबाट हजुरलाई उद्धार गरेँ। विकासुर मर्यो। यदि त्यो हात हजुरको शिरमा परेको भए आज माता पार्वतीको के गति हुने थियो? अब खुसियालीको साथमा एउटा भजनमा नाचौँ र हामी फेरि म वैकुण्ठ जानु छ, तपाईँ कैलाश जानु होला।